हेलो नमस्ते हो सबैजना सन्चै हुनुहुन्छ होला इट्स योर इन्सान ब्याक टु न्यू ब्लग धेरै दिनपछि फेरि ब्लगमा अनि हामी चाहिँ कहाँ छौँ है पाङ्रु भन्दै त हामी अहिले लन्डनको अँ एकमात्र फ्रीमा चढ्न पाउने ठाउँ फेरि एक मात्रै तर यो ब्लग चाहिँ हामीले कपाल काटेको बनाउँदैनौँ है लास्ट ब्लग त बढेको छ मैले त उतापट्टि होला नि त अहिले जाने हामी सस्पेन्समा बनाउँला ल तर आज अल्छी लगाइरहेको छ घामले गर्दा है नेक्स्ट ब्लगमा न्यू हेयर स्टाइल आउँछ न्यू हेयर स्टाइल हो खुलासा खुलासा गरिदिएको गरिदिएको छ अहिले चाहिँ हामी त्यसमा चढ्ने हो पारीबाट आइपुगिसक्यो अनि अर्को चाहिँ उतापट्टि पुगिसक्यो यसो क्रस हुन्छ कि यो चाहिँ फ्रीमा हो कि हामीलाई होइन गाडीहरू सबै उता पो जान्छ यहाँ ब्रिज छैन नि त यहाँ ब्रिज छैन नि त यता यता कमेन्ट गर्नु भन्दा नेक्स्ट टाइम कुन कलरमा लाउँदा ल कमेन्ट गर्नु ल उसले कुन कलर लाउँदा चाहिँ अर्को चाहिँ बेस्ट हुन्छ होइन तिमीलाई चाहिँ कुन लाग्छ 2 हप्तापछि ल सिल्भर होइन कमेन्ट गर्छ मान्छेहरूले अनि तिमी आएको कति दिन भयो लन्डन 8 दिन अनि यो पहिलोचोटि होइन तिम्रो लागि फेरि फर्स्ट टाइम इन द हाउस होइन रमाइलो छ आज हामी चाहिँ अब नेपाली बस्ती जान लाग्यो लास्ट विक जान पाएन अब यो विक चाहिँ जान्छौँ हामी होइन हेर न फेरिमा के छ जे पनि चढ्छ कि यहाँ चाहिँ तर एकछिनको निन्द्रापछि म उठिसकेको छु भन्न मिलेन हामी फेरिमा चढ्यो के उतापट्टि हामी यतापट्टिको यस्तो फेरिमा छ अनि हामी यता छ हाम्रो केटाहरू यस्तो छ साथी कस्तो लागेको छ तिमीलाई फेरिमा चढ्दा एकदम मजा आइरहेको छ मेरो फर्स्ट टाइम पनि हो र यहाँ ट्राभल गर्दाखेरि चाहिँ अर्को ठाउँदेखि अर्को ठाउँ जाँदैछौँ हामी चाहिँ कतादेखि कता आयो मलाई भन्दै हामी उतापट्टिबाट अर्को ठाउँ जाँदैछौँ फेरि ब्रिज छैन रहेछ हामी चाहिँ अब यो नाउँ जस्तै भन्ने एउटा फेरि के पन्जाज पानी जहाज how are you feeling? I'm feeling excited oh you're enjoying man what ऊ इन्जोय गरे रे उसले होइन रे के कस्तो निन्द्रा लाग्यो मलाई साह्रै निन्द्रा लाग्यो आज खोइ अब बिदा भएर होला अल्छी लाग्नु थाल्यो क्या ठिकै छ रेस्ट पाइरहेको छु अब बिदा पनि लिनुपर्छ कहिले काहीँ होइन हामी अब दसैँको लागि मेन त हामी दसैँ आउनु लाग्छ नि त सबैलाई एडभान्समा ह्याप्पी दसैँ होइन दसैँ आउनु लाग्छ दसैँको लागि चाहिँ हामीले हल्का सपिङ गर्नुपर्ने हुन्छ अब केही जमरा समरा टिका सिकाको लागि केही भुटन सुटन यताउता दसैँको लागि सपिङ सानो सपिङ गर्न लाग्यो त्यो अहिले म देखाउने नै छु तपाईँहरूलाई अनि त्यही हो अहिले फेरिमा छ मैले म तपाईँलाई देखाउँछु है त त्यो फेरिमा कतिको त्यो गाडीहरू अड्छ के गर्छ फेरिबाट झरिसकेका छौँ अल्छी मान्दै होइन यस यो फेरिमा यो गाडीहरू झर्दैछन् अरू गाडीहरू सबै फेरिबाटै झरिरहेछन् दाइ हो अनि पाङ्रो फेरिमा चढ्दा कस्तो फिल भयो ल एक शब्द भन्दै नि त ल ल अब गाडीको बाइकको साउन्ड सुन्दै थियो कि ल अब अलि जोडले भन्न जोडले कस्तो हो क्या अब फर्स्टचोटि चढ्दाखेरि चाहिँ अलिक खतरा जस्तो लाग्छ अब त्यो किनभने फर्स्ट एक्सपिरियन्स हो नि त नेपालमा त यस्तो धेरै टाइम भइसक्यो त्यही भएर मलाई नर्मल लाग्छ कि सबै कुरा त्यो त मलाई पनि नर्मलै लाग्छ मेरो नि 1 वर्ष भयो नि आएको 1 वर्ष हुन लागिसक्यो यार युके आएको तर केही अस्ति भर्खरै आज जस्तो लाग्छ है पाङ्रो टाइम गएको पत्तै हुन्न अब बिहान उठ्यो एकैछिनमा 5 बजिसक्यो अब अहिले हेर्दा तपाईँको बेलुकाको 5 बजिसक्यो अनि यहाँ हेर्न सक्नुहुन्छ भ्यू अनि मेरो कलेज चाहिँ त्यो बिल्डिङनिर छ क्या त्यो अलिक जुम राम्रो भएन ठिकै छ होइन जस्तो भयो नि मेरो कलेज चाहिँ उता छ हावा चाहिँ खत्रै चल्यो है साउन्ड डिस्टर्ब आइरह होला हामी चाहिँ अघि नेपाली बस्ती गएर भुटन सुटन लिएर अहिले चाहिँ हामी फर्किसकेछौँ अनि मैले चाहिँ मेरो भाइलाई भेटिसकेको छु के छ भाइ खबर आफ्टर लङ टाइम हामी लन्डनमा भेट्दै हामी अहिले कहाँ हिँड्दैछौँ टनेलमा दिस इज द टनेल है के भन्छ नि त भाइ हामीको बारेमा टनेल है पानी छ त आइज न हौ आइज यो टनेल भनेको एकदमै पानी गर्न थाहा त हो यो चाहिँ टनेल हो हेर्न सक्नुहुन्छ यस्तो हो हाम्रो केटाहरू चाहिँ पछाडि छ अनि हामी चाहिँ अब के भयो
आधी मुटु सरी ल हामी चाहिँ अहिले टनेलमा अब घरतिर फर्किँदैछौँ भुटानहरू हाम्रो पछाडि ब्यागमा छ भुटान प्लस पूजा अनि चौचोहरू हामी समथिङ लिइसकेका छौँ अब नाउ वी आर गोइङ टु आवर होम भाइले हाम्रो घरमा खाना खाना हिँड्यौँ भनेको खाना खानै पनि जान्छ भाइ साह्रै भाइ बिजी युकेबाट भाइ टाइमिङ त भनेको कति छिटो जान्छ म आज मेरो बिदा थियो होइन बिदा कति छिटो सक्यो मलाई थाहा छैन क्या केटाहरू चाहिँ आइसकेको छ पछाडि दिस इज द टनल तिमीहरूको फर्स्ट एक्सपिरियन्स होइन भाइ फर्स्ट एक्सपिरियन्स तिम्रो नि फर्स्ट एक्सपिरियन्स होइन कस्तो लागिरहेको छ फर्स्ट एक्सपिरियन्स ल हामी चाहिँ म चाहिँ पहिल्यै आइसकेको पहिल्यै एक दुईचोटि हिँडिसक्यो मान्छे हो त्यो लामो छ नि यो त्यो त अघि थियो नि पानी त्यसको तलबाट हिँडेको जाँदाखेरि पहिला यता बस्दाखेरि हिउँदी जाँदा डेली बिहान र बेलुका यही बाटो हिँड्छ क्या हुँदैन यो कम त लास्टै पुरानो हो यस्तै पुरानो झन् आउँछ पानी यहाँ माथि छेउछेउमा पानी छ क्या हामी पानीको बिचबाट हिँडिरहेको छौँ क्या अहिले चाहिँ सो फाइनली गाइज म चाहिँ अहिले हिजो टनेलबाट घर गएर सुतिहालेको क्या गले थिएँ भन्दा नि खोइ के भएको बिदा भएको सुत्दा मन लाग्यो सुतिहालेँ अनि आज चाहिँ मलाई अर्कै ड्रेसमा देख्नु भएको छ होला म चाहिँ अहिले काममा आइसकेको छु होइन अब हिजो कहाँ घर गएँ अनि आज बिहानै काममा आएको कि बिहानै आएको अहिले तपाईँको बेलुकाको 6 बजिसकेको छ अनि आज बिहानै काममा आइसकेँ अनि यो चाहिँ मेरो काम गर्ने ठाउँ हो उता छ हाम्रो बस्ने ठाउँ यो रेस्टुरेन्टमा काम गर्छु म चाहिँ म रेस्टुरेन्टमा के गर्छु अब रेस्टुरेन्ट थाहा पाइहाल्नुभयो किचनमा छु म बिन त खुल्लै रहेछ त ठिक छ गाइज अब यो भ्लग चाहिँ यति नै गर्छु म धेरै गर्न सक्दिनँ अब नेक्स्ट विक गर्नेवाला छु सो इन्जोय गर्नुभयो होला यो भिडियो सिडियो हेरेर अब थ्याङ्क यू फर वाचिङ यस्तै नै माया भन्दा नि अब नयाँ भिडियो हप्ता दिन 15 दिनमा आइरहेको हुन्छ अब हेरिदिनु होला त्यो भयो नि अनि के कस्तो लाग्यो भ्लग एउटा कमेन्ट छर्न चाहिँ नबिर्सिनु है त।